यो चाहिँ हाम्रो ठुली मम्मीको घर। हाम्रो किराँती रान्छाको चाहिँ हिजो उहाँले यहाँ राखेको भने आज हामी खाना दिनै लागेको छौँ भने यता खाना पकाउन छौँ। यता हाम्रो ठुलो बुवा, यता काका जेके स्क्वायर याना कि जसे काका सडुवा खाना लडुवा। अनि यता छ हाम्रो नाति। हामी चाहिँ जुठोमा भएको कारणले चाहिँ हामीले छुन मिल्दैन। भोलिसम्म हामीले नुन तेल खानेकुरा केही छुन नमिल्ने भएको कारणले चाहिँ कुटुम्बेरी गाप्छा राई भाषामा चाहिँ उहाँ लिएर बनाउन लगाइरहेको छौँ। अब यो चाहिँ बनाएर यहाँ लिएर दिनुपर्ने हुन्छ भने भोलि हामी जुठोबाट निस्किन्छौँ। भोलि फेरि खाना दिन आउनुपर्छ अनि यो विधि जलाउनुपर्छ, यो भत्काएर छोड्नुपर्छ र मात्रै हामी जुठोबाट निस्किन्छौँ। यो हाम्रो हजुरआमा, त्यसपछि उहाँको छोरी कान्छी यो, अनि यो चाहिँ ठुली छोरी। यो 84 बोजूको घर। यो हाम्रो ठुली मम्मी पानु भनिन्थ्यो घरमा चाहिँ। अब यता चाहिँ भोटीमाया। अब म फेन्टुको ठोकाइछु न ठोलैछु न बाहिर। फेन्टु चाहिँ नाति म च्याङ्के आउनु नि के त। बाजेलाई पुनः बाजे फेरि पुनः बाजेलाई बाजेलाई पुमा है यो बाजेलाई दिया हटाइदियोलाई ले बाजे म यहाँ आम डेप्रा छ देवा आम डेप्रा छु देब्रे धाकको छ। हजुर मरेको मान्छेले चाहिँ यसरी खाने दिने सिस्टम छ हाम्रो चाहिँ राईको। युपट्टि भोलि नै खाना पकाउनु पर्ने हुन्छ यसमा। अनि भोलि चाहिँ लास्टमा यो फाइनल फुटाइन्छ, यो सबै डढाइन्छ अनि हामी जुठोबाट निस्किन्छौँ। कि कसो जेके काका त्यस्तै हो त नि। आफ्नो आफ्नो संस्कार धर्म। राम्रो नाति कुटुम्बेरी चाहिन्छ खाना बनाउन चाहिँ।